नमस्कार। आज चाहिँ मैले यो फुललाई टच गर्न बित्तिकै सबै भिडियो कलरफुल कसरी हुन्छ भन्ने इफेक्टको बारेमा बताउने छु। र यस्ता भिडियो सोसल मिडियामा हाल्दाखेरि एकदमै एट्र्याक्टिभ देखिन्छन् र तपाईँहरूले पनि यस्तो भिडियो एडिट गरेर राख्नुभयो भने सबैले वाओ भन्नेछन् तपाईँहरूको भिडियोलाई। यसलाई एडिट कसरी गर्छन् सबै डिटेलमा मैले स्क्रिनमा लगाएर जाँदैछु हजुरहरूलाई। ल आउनु स्क्रिनमा जाउँ है त। VN एप प्लस आइकन न्यू भिडियो, त्यसपछि म यो भिडियो ल्याउँछु। यहाँबाट गरी म्युट, यहाँबाट यसलाई गर्छु कट, यताको पार्ट डिलिट। अब यहाँ हाम्रो दुईटा पार्ट छ, यसलाई म गर्छु डुप्लिकेट। एउटा यहाँ छ, एउटा यता छ। यसलाई चाहिँ म गर्छु ब्ल्याक एन्ड व्हाइट। यो वाला ब्ल्याक एन्ड व्हाइट गर्छु, यो पनि ब्ल्याक एन्ड व्हाइट भयो। यो चाहिँ कलरमा छ। यसलाई चाहिँ यहीँबाट सिक्नु होला है साथीहरू। यहाँ एकदम ध्यानसित हजुरहरूले सिक्नुभयो, देख्नुभयो भने तपाईहरुले आरामसित यस्तो भिडियो एडिट गर्न सक्नुहुनेछ। अब यसलाई हामीले के गर्ने भन्दा ओभरले गर्ने। यसलाई यो कलर नभएको चाहिँलाई ओभरले गर्ने, यानि कि माथि लैजाने। यहाँबाट ड्र्याग गरेर हामीले यसलाई यसरी छोपेर कहाँ ल्याउने भन्दा यसैको पार्ट हो नि त यो, यताको यो वालाको यसका बराबरमा ल्याउने। यसलाई अघि मैले डुप्लिकेट गरेको पार्ट हो, यसको पार्ट यो माथि ओभरले गरेको चाहिँ हो। यसलाई राम्ररी सम्झिनु होला, त्यसपछि तपाईले यस्तो इफेक्ट लगाउन आरामसित सिक्नुहुनेछ। मैले माथिको पार्टलाई सिलेक्ट गरिसकेँ, त्यसपछि यहाँ यसलाई मास्क गर्नुहोस्, राउन्ड वाला मास्क। अनि यो जहाँनिर फुल छ वहाँ लैजानुहोस्। यो रातो देखिएको छ नि, यहाँनिर लैजानुहोस्। यसरी थोरै फेदर दिनुहोस्, थोरै, धेरै होइन। यसलाई गराउनुहोस् ठुलो, यसरी बढाउँदै जानुहोस्। त्यसपछि की फ्रेम आफै लाग्छ, त्यसपछि यसलाई गर्नुहोस् डन। अब हेर्नु है, अब यहाँ देख्न सक्नुहुन्छ टच गर्ने बित्तिकै यहाँ कलर भयो, त्यसपछि कलर हुँदै गयो, हुँदै गयो, हुँदै गयो र सबैमा कलर भयो। हजुरहरूले ट्राई गर्न सक्नुहुन्छ है त। यसरी भिडियो एडिट गरेर हजुरहरूले सोसल मिडियामा राख्नुहोस्, भाइरल हुनुहोस्। एकदमै एट्र्याक्टिभ लाग्छन् भिडियो यसरी एडिट गरेका भिडियोहरू। यस्तै यस्तै इन्फर्मेटिभ जानकारीको लागि, हेल्पफुल भिडियोको लागि मलाई फलो गर्नुहोला र भिडियो मन परे लाइक, सेयर, कमेन्ट गर्नुहोला र धेरै मन परे साथीहरूलाई सेयर गरिदिनुहोला। हस्त, धन्यवाद।